नातीले किनिदियो खाऊ भोकको कहाँको नाति हो अब कहाँ हो नै नाति सम्झिनु न आफ्नै नाति इमान सिन्चो यहाँ यहाँ अगाडि नै के थरी राई हो ए कति भयो हामी साम्पाङ बज्यो कति भयो बज्यो हाम्रो अन्डा चप 40 अन्डा चप 40 अनि 20 को यता 20 यता 20 80 भइहाल्यो अनि एउटा चुरो अनि रोड पनि 20 नै बनाउने हजुर त्यो 20 भयो कति भयो 100 भएछ नि बजु हाङमा पनि लिनुहुन्छ एउटा हालिदिनु न कति पर्छ रोकिम दिनु हजुर बजु रस खानुहुन्छ ल अबुई नानी त्यत्रो डार्नु अब कुलु कुलु यो यहाँ खाऊ साइड हुन्छ यहाँनिर यो जग्गाको नाम के अरे सिम्पानी बाटो बनाउँदै रहेछ पिच गर्न आँटेको हाम्रो छोरी गाउँ स्टार्टिङ भयो मम्मी त गइसक्नु भयो होला है कि छैन होला घर अब चाहिँ हाम्रो घर पनि आयो मम्मी आउँदै हुनुहुँदो रहेछ त्यहाँ हजुर ठिक्कै आउँदैछ घर पनि आइपुगिहाल्को छ पर्खलै एकछिन लु आजको लागि यति नै 1 hour later हाम्रो चाहिँ किमा सबै रेडी भइसकेको छ अब चाहिँ सुरु भरे मोमो च्यालेन्ज हुन्छ है हेर्नुहोस् है तपाईँहरूले सुन्नु न आज हामी कति दिन बाद बनाएको मोमो मोमो 2 दिन बाद 2 दिन बाद होइन 2 महिना बाद होला सायद होइन 2 दिन बाद हो अनि कुक मान्छे नै इन्डियामा हुनुहुन्छ त्यही भएर उहाँले बनाउनु भएको मोमो प्लिज हेरिदिनुहोस् होला अनि प्लिज यसो होटलतिर काम छ भने अब मोमो बनाउने मान्छे चाहिएको छ भने चाहिँ प्लिज तिमीलाई पठाउँछु म प्लिज उहाँलाई हायर गर्नुहोस् होला उहाँले एकदम मिठो राम्रो बनाउनुहुन्छ मोमो मिठो चाहिँ थाहा भएन राम्रो बनाउनुहुन्छ होइन मेरो भरे मोमो च्यालेन्ज हुन्छ 3 जनाको मम्मी म त्यसपछि कृतिका ब्लगको मान्छे होइन साडीको मुजा बनाउन आउँछ तर मोमोको मुजा बनाउन आउँदैन हाम्रो मोमो चाहिँ रेडी भइसक्यो हो अब पाक्नु मात्रै बाँकी छ मोमो चाहिँ यस्तै हो है हाम्रो मोमो रेडी भइसक्यो अनि कस्तो छ कस्तो भयो दामी